नेतृत्व चुनेर जान्छु भनेर आएको छ। त्यो नयाँ नेतृत्व हिजोको पनि हुन सक्छ, अरू नयाँ पनि आउन सक्छन् नि, त्यसलाई गरिदिनु पर्दैन। बेलैमा अहिले यत्रो प्रविधिको जमाना छ। त्यहाँ अघि म माथि गएको थिएँ, म माथि जाँदै गर्दाखेरि तपाईँको त्यहाँ टाइप गरेर बसेका छन् साथी, लेखेर पठाएर चाहिँ टाइप गरेर ए बाबा एउटा फोटो खिचेर हालिदियो भने हुन्छ। अहिले भर्खर टाइप त्यो प्रविधि छ, चलाउनु पर्दैन प्रविधिलाई। अनि जुम्रा मारे जस्तो गरेर टाइप गरेर बस्ने अहिले पनि त्यो हो। ऱ्यान्डमली आएको छ नाम भन्छन्, ऱ्यान्डमली आएको छ भने हालिदेऊ न सर एक्सलमा, अहिले भर्खर सटिङ हुन्छ। प्रविधि चलाउनु नसक्ने नेपालमा पढेर नेपालको कल्चर नेपालको संस्कृति बुझेर भएको अर्थमन्त्री भएको हुन्छ। अमेरिकाले झुन्डाइदिएको डाक्टरले पनि यहाँ काम चल्दैन। विज्ञ पनि कस्ता विज्ञ गयो त त्यहाँ, सल्लाहकार एडभाइजर पनि भएन। यार एङ्ग्री अर्थमन्त्रीसँग अरू मेरो भनाइ केही पनि छैन। अर्थमन्त्री जुन ल्याउनु भयो कर्मचारीले मात्रै हेरेर त्यो घोर आपत्ति। शिवभक्त पण्डित भरतपुर 26 डे 1बाट रासोपा हो, उमेरले नेटो काट्यो 78 वर्ष हो, तर विचारले जेन्जी हो। जेन्जी 28 वर्षको जेन्जी हो। दर्शक महानुभाव, मिडियालाई रोक लगाइएपछि यहाँ तनाव उत्पन्न भएको छ र हामी देखाइराखेका छौँ। यहाँ चितवनमा रासोपाको विशेष ऐतिहासिक महाधिवेशनमा मिडियाको लागि डाक्टर साहब पनि आउनु भएको छ। के हो, के छ, के को लागि हो यो? हल्ला नगरौँ, सल्लाह गरौँ भन्न आएको के? मिडियालाई रोकियो क्या डाक्टर साहब? यहाँ त रोकियो भन्नाले कस्तो? के जानै दिएन मिडिया सेन्टरमा हामीलाई? होइन त्यस्तो रोक्ने छैन। के हो? मिडियाको लागि हो। भोलि हुन्छ अथवा बन्द सत्र त सुरु भइसक्यो। बन्द सत्र सुरु भयो, यो नाटक रूपमा भएको छ। यो समय कस्तो नाटक भयो एकचोटि खुलाइदिनु। बन्द सत्र भनेको त यो 5 वर्षको म्यान्डेटको 5 वर्षको कानुन विधान सबै बनाउने यो अधिवेशन होइन। केही यहाँ 5 मिनट भाषण गरेर यसलाई मान्यता पाइन्छ? यो नाटकीय रूपमा भइरहेको छ। यो यहाँ कतिपय प्रतिनिधिहरू घर गइसकेका छन्। म तपाईँको मिडियामा राख्न चाहन्छु। अब तपाईँहरू कसरी अघि बढ्नुहुन्छ त? म त भोलि घर जाने हो। अब अहिलेसम्म प्रतिनिधि मान्छे भोलि घर जान पाइयो सिद्धिदैन। यो नेताहरू तालमा नाच्ने हो, उनीहरू जे पनि त्यही गर्ने हो। पैसा बुझाएको छ, यहाँ 5,000 पैसा बुझाएको छ। अहिलेसम्म प्रतिनिधि कार्ड पाएको छैन। अब आफ्नै खानाले खाएका छन् जम्मै साथीहरूले, आफ्नै घरबाट तिरेर बसेका छन्, आफै गाडी चढेर आएछन्, सीमित खर्च बोकेर आएछन्। उनीहरूले भोलि 1 हप्ता लाउला नि, महाधिवेशन 1 हप्ता लाउलाले अब कुन पैसाले बाँध्ने खाने? यहाँ यो नेताहरूले बोलेका छन्, यहाँ सम्बोधन गरेका छन्। काम गर्ने कालु मकै खाने भालु नभौ साथीहरू। दिन रात भनेर म खटिएको छु। सायद यहाँ धेरै साथीहरूले मलाई चिन्नु पनि हुन्छ। आज अन्याय भएको छ। साधारण सदस्य बनाइएको छ मलाई। आज यहाँ मलाई बोल्न मन लागेको थिएन साथीहरू, तर यहाँ मलाई साथीहरूले, म यहाँ हिँड्दै गर्दा फेरि मलाई साँच्चै नै हजारौँ साथीले, म ढाँटेको होइन साथीहरू, सायद तपाईँले सामाजिक सञ्जालमा पनि देख्न सक्नुहुन्छ, हजारौँ साथीहरूले मलाई केन्द्रीय सदस्यको शुभकामना दिँदै हिँड्नुभएको छ। मैले कुन मुखले भनौँ कि म आज केन्द्रीय सदस्यको उम्मेदवार छैन? म चाहिँ जहाँ मात्र एउटा मलाई चाहिँ साधारण सदस्य राखिएको छ पार्टीबाट भनेर मैले कुन मुखले भनौँ यो कुरो? मलाई पनि त पीडा त हुन्छ होला नि त। बादशाहको पनि त मन होला नि, मेरो नि फलामको मन त होइन होला। कठोर होला, पार्टीका लागि अठोट होला, पार्टीका लागि रात दिन काम गरिएको होला। तर साथीहरू, इमान्दारी त कहिले डक्दिनँ, नैतिकता कहिले पनि डक्दिनँ भनेकै थिएँ मैले। भित्र त खसीको मासु र भात व्यवस्था छ नि, किन छैन? खसी र मासु र भात यिनीहरूका भरोटियाले खायो होला, प्रतिनिधिले खाएका छैनन् भनेर म थक्का गरेर भन्छु। सबैलाई कुपन दिइरहेको छ त, खानालाई त त्यस्तो छैन। खाना त दिइरहेको छ नि सबैलाई। खाना दिएको छ त 5,000 दिएको छ। 12 बजीसम्म पाउरोटी र एउटा सोना दिएको छ। पछि आएर खाना खुवाएको छ। के अर्थ छ? खाना कार्डमा त 4 टाइम छ। गाँटा त जे पनि हुन्छ देशमा, तर व्यवहारमा केही पनि हुँदैन। अहिले पनि यो महाधिवेशन ऐतिहासिक महाधिवेशन भनेर नारा लाछ।
यो हिजोको पुरानो पार्टीको भन्दा पनि अहिले गैगुर्जेको भएको छ। यो सारा नेपाली जनताले हेरेका छन्। त्यो तपाईँ मैले मात्रै बोले होइन। यो सही टाइममा चाहिँ अधिवेशन हिजो हेटौँडाको तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको त्यति धेरै समर्थन गर्ने मान्छे आज आएर एकाएक किन यसरी विरोध गर्दै हुनुहुन्छ? पार्टीको समर्थक पनि हो, पार्टीको कार्यकर्ता हो, तर नेताको भरौटे होइन। म देश र जनताको भरौटे हो। म नेताको गुलामवाद होइन, म जनवाद हो, जनताको पक्षमा हो। म जनता भएर बोल्न चाहन्छु, नेताको पक्षमा कहिले बोल्दिनँ। नेताले गल्ती गर्छन्, नेतालाई छोड्नेवाला छैन। पार्टीले निकाल्छ भने निक्लिनेवाला हो। म देशले निकाल्दैन नि। भनेपछि यति चाँडै अगाउनु भयो तपाईँ पार्टीसँग? म अगाडि यिनीहरू कार्यविधि नम्बर पठायो यो पोखरामा जान फालेर अगाडि पानीको फोरा ढल्या मान्छे हो। हामीले कति कति खायो छैन मान्छेको। बसाजी तपाईँ हामी एउटै खेलाउन मान्छे खेलाउन हो यहाँ। आटा खायो भन्नु त दिन पर्दैन। पानीको छोरा खायो होइन कमसेकम मेहनत गरेर दुःख गरेको सुरुदेखि यहाँ बिचमा आएर साँढे बन्देर मिल्छ जान फालेर हिँड्ने मान्छे मिल्यो दिन पर्दैन। उहाँहरू हामी एकै ठाउँमा तपाईँको नालाको थालेर हामी रविलाई बचाउनुपर्छ, न्याय दिनुपर्छ भन्ने मान्छे हो। मलाई इच्छाको व्यक्तिलाई भोट हाल्न पाउँछु भन्दा नपाउने कुरो हुन्छ त। त्यो अस्ति बिचमा आएको मान्छे होइन नि त। गलत हो यो गुन्डागर्दी शैली भएन है। यो गुन्डागर्दी भने यो राष्ट्रिय स्वतन्त्र पार्टीको सुशासन कहाँ छ? कहाँ छ त्यो सुशासन? चल्दैन पार्टी त्यसरी चल्दैन। सिस्टम हुनुपर्छ, चुनावको मान्नुपर्छ। यो विद्रोह गर्ने बाटो एउटा ओडाको मान्छेले सिधै माथि गन्ती नगर्नु होला, यो गन्ती नगर्नु होला, गन्ती यो गन्ती नगर्नु होला। यहाँ नेपाली जनता कोही टाढा कोही पाएको छैन। सिस्टम हुनु पर्यो, सिस्टम चेनअप कमान हुनुपर्छ। यति कुरा बुझ्नुहोस् फेरि। कसै मान्छेले यहाँ चित्त दुखाएर मैले एउटा भोट हाल्न घर फर्काउन मिल्दैन त। यसमा तपाईँले सहकारी गरेर गराइदिनुहोस्। यहाँ कसैलाई दुःख दिने काम नगरोस्। हामी कसैको बिचुलो होइन, हामी राष्ट्रिय बचाउन आएको। अभिनन्दन सरलाई नै फोन गरेको प्रहरी मार्फत चिठी पठाउनु भन्नुभएको छ। त्यही अनुसार मैले लेखेको पुर्याइदिनु न, भित्र पुर्याइदिनु न चिठी चाहिँ। आयो त्यसको लागि चाहिँ संवाद गर्नको लागि चाहिँ पाइयो नि सर। हामी यहाँको हामी अलिकति बुझ्नु कुरा त बोल्नु सर। हाम्रो पीडा त हाम्रो सुकुन त पाइयो नि सर। यता सुन्नु सर, हामी राष्ट्रिय स्वतन्त्र पार्टीको ग्राउन्ड लेभलबाट चाहिँ तपाईँको पाखुरामा गोली लाएर थलो परेर बसेको मान्छेहरू, तर हाम्रो नाम पठाइयो। अहिले कार्ड लिन आयो, कार्ड छैन भन्नुहुन्छ। कस्तो कार्ड लिन जानु अब हामीले? कसो माग्ने हामीले कार्ड? त्यो भएर हामी गएर संवाद त गर्न पाइयो नि त। संवाद गर्न त पाइयो नि हामीले। त्यही संवाद गर्न जाँदैछौँ हामी। कार्ड आएन त प्रहरीले गर्ने हो कि पार्टीले गर्ने हो? दिदी सुन्नुहोस् न, हामी ग्राउन्ड लेभलबाट राष्ट्रिय स्वतन्त्र पार्टीको ग्राउन्ड लेभलबाट रवि दाईलाई बचाउनु पर्छ र रवि राष्ट्रिय स्वतन्त्र पार्टी चाहिन्छ भनेर हामी त्यहाँ लागेको व्यक्ति हो। यहाँबाट यहाँ पाखुराबाट गोलीले पछाडिएर बसेको व्यक्ति हो। यो निधारमा हेर्नुहोस् कतिवटा त्यो बुन्दालाई यहाँ आएको बुन्दा, त्यही पनि तपाईँले छोक्नुहुन्छ हामीलाई। हामी जाने कहाँ? साथीहरू एउटा कुरा के बुझिदिनु पर्यो भने सुन्नुहोस् है।